बाई ट्राफिक सर भेट्न आएको क्याफेमा गएर बस्नुपर्छ जबसम्म आउँदैन तबसम्म त्यहीँ बस्ने है ल आउँदैन नभन् न तेरो ज्वाइँ हो क्या आउनुहुन्न भन् कता राख्नु भन् न ओइ माछाला लडाइ पक 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 धमाल Women. ओइ काफल हेर तेरो बाबुको कति पाकेको हो के हो त्यो काफल ओइ कालै भएको छ त कसले चढ्न आउँछ रुख भयो चिराउनेको रुख हो ए चिलाउने पो हो म चाहिँ मिस्याङ्ग्री अनि आज चाहिँ हामी गुरुङ गाउँ जाँदैछौँ फेरि आज चाहिँ हाम्रो गुरुङ गाउँसम्मको यात्रा भनौँ साथीहरू अनि हाम्रो आज चाहिँ कट्टु ग्याङ छ है हामी चाहिँ आज कट्टु ग्याङ भएर हिँडेका छौँ मिस भेनम अनि सेलिना अनि म आज चाहिँ हामी जाँदैछौँ साथीहरू गुरुङ गाउँ ल झन्डै ठोकाठोक पऱ्यो त झन्डै ठकाठक पऱ्यो साथीहरू चाहिँ यहीँको यहीँ हरायो त सेल्ना त लड्यो कि क्या हो पक्का लड्यो जस्तो छ सँगै निस्केको थियौँ निस्किन त ल हरायो सेल्ना त घाममा यस्तो घाम चर्क्या छ इस्कालो कुन्ताको ला मैले त पन्जा लाउनै बिर्सेछु फेरि दिमागले काम गर्दैन साथीहरू गाह्रो छ ए केटीहरू त फेरि पछाडि नै छोडिए म अगाडि भएपछि यस्तै हुन्छ त्यही भएर म पछाडि हिँड्छु भन्छु आए 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 है आए है डार्लिङहरू आए है हामी चाहिँ गुरुङ गाउँ जाने हो गुरुङ गाउँ जाने हो भैँसीको सुकुटी खाने हो साथीसँग मस्की मस्की सेल्फी हान्ने हो मासु खानु पऱ्यो नि साथीहरू मासु अघि भर्खर 3 थाल मासु भात त खाएर हिँडेको कि र पनि मासु भन्ने कुरा भनेको छोड्नै हुन्न क्या साथीहरू होइन मासु छ र पो जिन्दगी छ मासु बेगरको जिन्दगी के जिन्दगी होइन साथीहरू मलाई चाहिँ त्यस्तो लाग्छ क्या साथीहरू मासु छैन भने चाहिँ होइन कसम म त भातै खान मन लाग्दैन क्या मासु बेगर चाहिँ अनि यसो सोच्छु होइन अब भेज साथीहरू हुन्छ नि होइन भेजहरू हुन्छ नि त अब म भेज मात्रै खाने भेजिटेरियनहरू अनि उनीहरूले मासु खाँदैन अनि म त उनीहरूको जिन्दगी छैन जस्तो लाग्छ कि साथीहरू होइन अनेस्टै यो चाहिँ मलाई लागेको कुरा होइन मलाई लागेको कुरा भनेको अब मासु त्यस्तो नखाने साथीहरूले चाहिँ नरिसाउनु होला गाली नगर्नु होला होइन तर मलाई कसम त्यस्तै लाग्छ क्या मासु खानु नै हुन्न भने के छ होला र जिन्दगीमै जिन्दगी जे केही छैन जस्तो लाग्छ क्या मासु नखाने साथीहरू चाहिँ होइन अनि अब आइटमहरू कस्तो मिठो मिठो हुन्छ नि त होइन जे पनि मासुको हुन्छ जे पनि मासुको परिकारहरू होइन कस्तो मिठो मिठो हुन्छ के हुन्छ अनि भेजको त म त खासै देख्दिनँ क्या केही पनि अनि म त त्यस्तो लाग्छ क्या साथीहरू भेज खानेले त बिचरा के गर्छ होला जिन्दगी नै जिएको छैन होला जस्तो लाग्छ क्या तर त्यस्तो हुँदैन नि भन्छन् भन त होइन म त सोधि पनि हाल्छु क्या होइन अनि त्यस्तो हुँदैन नि कति मिठो मिठो हुन्छ भन्छन् भन्न चाहिँ तर आफूलाई चाहिँ त्यस्तो लाग्दैन क्या फेरि मलाई त मासु भनेपछि त फेरि हेरिकै हो नि त अनि साथीहरू मरि लानु के छ र मस्ताले हानु खायो खुसी भयो मासु भात चाहिँ मस्त मासु होइन जे मासुको आइटम भन्ने कुरा मस्त हान्यो अनि बस्यो क्या अनि आनन्दले के छ र जिन्दगी दुखै दुःख पिरै पिर साथी संसारमा एउटा खुसी दिने चिज भनेको त्यही मासु हो तँ थिएन भने त मेरो जिन्दगी केही थिएन भन्नु जस्तो हाम्रो केटीहरू चाहिँ पछाडि छन् आउँदैछन् म चाहिँ अगाडि छु साला
जाठो जिन्दगी के छ र खाए सार लाएछ मरेपछि लम्पा सार मोटो नि मर्ने हो लुते नि मर्ने हो होचो अग्लो सब राम्रो नराम्रो सबै एक दिन मरेरै जाने हो त्यो भन्दा त यसै मर्नु छ उसै मर्नु छ होइन हेरेर मर्न भन्दा छेरेर मर्न राम्रो नि होइन साथीहरू रुच्चे जाति त हान्ने हो मस्तले रुच्चे जाति चाहिँ डब्बाएर हान्ने हो अनि अब जे वाला पछि देखा जाला होइन रोग सोग भन्ने कुरा यस्तै उस्तै होला होइन मासु खान नमिल्ने चाहिँ रोग कहिले पनि नलागोस् म त बुढेसकालसम्म पनि होइन बुढेसकालमा पनि मस्तले के भन्छ गिजा भए पनि दाँतै नभए पनि होइन गिजाले भए पनि सिटी लगाएर खान्छु भनेर सोच्छु क्या साथी मासु छोड्छु त कहिले भन्ने आउन्न तर कम गरम जस्तो चाहिँ लाग्छ होइन मासु कम गराए त होइन लुते भइहालिन्छ नि त्यसो भने मासु कम गराए तर बडी पनि टक्क हुन्थ्यो होला भन्ने पैसा पनि बच्थ्यो मेन त पैसा बच्थ्यो साथीहरू पैसा त यति मजाले जान्छ कि मासुमा होइन घरमा नि मासु बाहिर नि मासु के मासुका परिकार अनि पैसा त खलात खुलुत कम्पनी भइहाल्छ मासु चाहिँ कम गराउन सक्यो त पैसा यसो 2-4 पैसा भए पनि बस्थ्यो कि भनेको अब मासु छोड्न सकिँदैन कम गराउन सकिँदैन गाह्रो छ जिन्दगी कस्तो राम्रो सुनेर कस्तो राम्रो देखिन्छ क्या यता आएपछि अर्कै फिल हुन्छ होइन अघिसम्म कस्तो गर्मी थियो होइन घाम टिरिरिरी लागेको थियो अहिले यस्तो राम्रो छ क्या यो वैशाख महिना कति राम्रो हुने नि यो भर्खर पलाउँदै जान्छ नि त वैशाख कटेपछि होइन कट्न लागेपछि अब यतिखेरै भनौँ न कस्तो हरियाली कति राम्रो देखिन्छ क्या हेर्नु न जताततै डाँडाकाँडा हरियाली कति राम्रो छ है कति राम्रो लाग्छ क्या मलाई यस्तो फेरि डाँडाकाँडा हिँड्न घुम्न त ठिकै हो त पहाडहरू हुन्छ नि होइन एकदम खतरा टाइपको पहाडहरू जहाँ गाडी पुग्दैन त्यस्तो मलाई मन त पर्छ क्या जान मनपर्छ मलाई बस्न नि मनपर्छ होइन तर धेरै समयसम्म चाहिँ त्यहाँ बस्न सकिँदैन क्या होइन अब त्यहाँको मान्छेहरू त अब बाध्यता नि हुन्छ उनीहरूलाई बानी पनि भए हुन्छ कस्तो विकट हुन्छ नि होइन तर सिन बबाल हुन्छ क्या सिन बबाल भएर म त सधैँभरि त त्यस्तो मन नपर्ने रहेछ क्या म पनि एकचोटि पहाड गएको थिएँ होइन हाम्रो आफन्तकोमा त्यहाँ चाहिँ हिँडेर जानुपर्ने क्या निकै टाढा क्या होइन त्यहाँ यस्तो रहर लागेर गएको म त आउँदिनँ 3 महिना त अब एसएलसीतिर गएको थिएँ क्या होइन अनि म त आउँदिनँ भनेर 3 महिना अब त्यतिखेर त 3 महिना हुन्थ्यो नि त भर्खरै पो अब 2 महिना 1 महिना कति महिना बनायो होइन त्यतिखेर त हुन्थ्यो नि त अनि त्यहाँ जान्छु म बस्छु भनेर आमा म यति खुसी भएको म जिन्दगीमा पहाड नदेखेको मान्छे म होइन अनि अब त्यस्तो पहाडै हुँदैन नि त हाम्रो त पुरै तराई पर्छ नि त घर त अनि पुरै अब यो काठमाडौँ भनेको त अब अलिअलि भयो होइन तर पुरै पहाड हरियाली पुरै त देखिँदैन नि त यहाँ नि होइन यो अलिक टाढै आउनु पऱ्यो यतैतिर आउनु पऱ्यो अनि त्यही भएर म चाहिँ गएको थिएँ होइन यस्तो विरक्त चल्यो कि 10 दिन बस्न सकेन क्या म 3 महिना बस्नु गएको मान्छे होइन 3 महिना बस्छु भनेर गएको मान्छे म बस्नै सकेन क्या साथीहरू मलाई त्यस्तो गाह्रो भयो क्या बस्न नसकेर अनि केही पाउँदैन होइन खानेकुराहरू पनि केही पाउँदैन सुरुमा पो त्यहाँको अर्ग्यानिक मसला बेगरको भन्ने हुन्छ होइन मसला बेगरको खानेकुरा वाउ भन्ने हुन्छ सधैँ त्यही खाइराख्दा त नराम्रो लाग्दो रहेछ नमिठो लाग्दो रहेछ क्या साथीहरू यसले के गरेर कुदाएको हो आफ्नो साइड चेपेको भए हुन्थ्यो दाजुले अनि कसको घर पहाडमा छ साथीहरू
कमेन्ट गर्नु है आफ्नो होइन कस्तो छ कस्तो भोगाइ थियो या कस्तो थियो भनेर पनि सेयर गर्नु है साथीहरू कति खुसी लाग्छ क्या मलाई चाहिँ फेरि सुन्नलाई होइन कति मजा लाग्छ क्या मलाई चाहिँ गफहरू सुन्न मान्छेहरूको होइन मजा लाग्छ क्या मलाई पनि म पनि धेरै बोल्छु नि त अनि मलाई पनि गफ गर्नु मजा लाग्छ अनि सुन्न पनि मजा लाग्छ क्या मलाई चाहिँ हाम्रो मुइचाङ चाहिँ अगाडि चाहिँ तुफान टाइपले मिस भेनम चाहिँ पछाडि हामी यो झोर आइपुग्न आँट्यौँ मलाई भेट्न आएको क्या साथीहरू गर्छु कुरा गर्छस् कि नाइ भन्दैछु क्या गर्छु भनेर हिम्मत आउनु परेन बोल्नलाई होइन के भन्ने के बोल्ने अर्काको बुढा रहेछ भने त फेरि बुढीले त मेरो जग्गा त एउटा पनि बाँकी राख्दिन त कुन्दाको स्टेटले मारेर बल्ल बल्ल बाँच्दैछ अलिअलि त्यो पनि खलत खुलत जान्छ त फेरि बुढी रहेछ भने त त्यति जिस्काउन पनि गाह्रो छ है ट्राफिक जिस्काउन पनि गाह्रो छ मैंने उसके शहर को छोड़ा उसकी गली में दिल को तोड़ा फिर भी सीने में धड़कता है ये दिल यो राडाले त के गर त हौ मासाला रोक्छ त सुई पारेर निकाला जो न करना था कर डाला फिर भी याद उसी को करता है ये दिल दीवाना मलाई चाहिँ खासै गीत गाउन चाहिँ आउनु कि खासै होइन आउँदै आउनु ओहो सबजना माथि जानेछ नि त गर्मी बढेर सबजना शीतल खान अगाडि आए जस्तो छ हामी जस्तै हामी चाहिँ तर ट्राफिक सर भेट्न आएको भन्नु मार्छु न ल ट्राफिक सर भेट्न आएको ट्राफिक सर अस्ति मैले भनेको थिएँ नि राम्रो लाग्यो सर भनेर त्यही सरलाई भेट्न आएको हाम्रो ट्राफिक सरलाई म्याम सर आउँदै भन्नु रहेछ उहाँको चाहिँ कपडा झरेको थियो क्या ल कसरी लिएर गयो हो अनि अब बाइक चलाएँ टिप्न चाहिँ सकिनँ तर भन्न चाहिँ भनिदिएँ बाइक चलाएर चाहिँ कसरी होइन ओह्रालो छ फेरि पुड्को मान्छेलाई गाह्रो हुन्छ कस्तो राम्रो छ अब हाम्रो यहाँ तल चाहिँ हाम्रो ट्राफिक सर हुनुहुन्छ है आँखा मात्रै देखाएको थिएँ क्या होइन फेस त देखाएन चिन्दिनँ पनि होला क्या सायद म त तर आँखा चाहिँ कस्तो राम्रो थियो क्या त सरको आँखा झलस्स मैले हेरेको थिएँ होइन आँखा चाहिँ कस्तो राम्रो थियो अनुहार त मास्क लाउनु भएको थियो होइन चिन्छु कि चिन्दिनँ है त आज मैले आँखा देखेँ भने त पक्का चिन्छु कि जस्तो लाग्छ तर थाहा छैन है साथीहरू चिन्छु कि नै होइन उही हो जस्तो त लाग्थ्यो कतानेरि हो थाहा नै छैन ए निकै तल पो रहेछ त हौ अर्जीलाई म हेर्छु है त हुनुहुन्न हाम्रो सरजी त हुनुहुन्न रहेछ तूने मारी एंट्री आरे दिल में बजी घंटी आरे टङ 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 भनेको त कता जाने हो यता केटीहरूले त यता जाने अरे त मुपुडको मान्छेलाई गराउन लायो त सरजीलाई भेटिएन सरजी हुनुहुन्न रहेछ म खुसी भएको थिएँ खुसी तर हुनुहुन्न रहेछ सरजी म त उता सिधै अगाडि जाने होला भनेको त यतातिर जाने रहेछ नि त केटीहरू त यतातिर कता जान आँट्यो यो बाटो त म हिँडेकै थिएन कि साथीहरू उता चाहिँ हिँडे हो होइन यहाँ त यो बाटो चाहिँ म हिँडेकै थिएन हाम्रा डार्लिङहरू कसम
म चलाउँदिनँ बाइक अब सरजी नै भेटेन म चलाउँदैन हो बाइक हान्छन् हो मुङ्राले अनि भेट्लिस डर लाउँछ हौ मलाई त डरले थुर 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 भइहाल्छु अनि बुढी रहेछ भने जगटाइ भने छैन रहेछ भने त मेरै हो भन्ने हो त्यस्तो भन्ने हो मलाई कस्तो मन दुखेको छ मेरो ल मन नदुखाउन क्याफेमा गएर बस्नुपर्छ जबसम्म आउँदैन तबसम्म त्यहीँ बस्ने है ल आउँदैन नभन् न तेरो ज्वाइँ हो क्या आउनुहुन्न भन् भरे भन्नु होला होइन ओइ के हो त म साली भएर बस्छु सब ल त्यही हो थुक्कर साली हो रानी त रानी नै होस् नि त रानी त के महारानी होस् ल जाउँ कहाँ जाने अरे देखेन सर्जी हुन्न थियो त्यहाँ तर कसको सर्जी हो थाहा छैन होइन यतिकै कस्तो मजाले बोल्नु भएको थियो नि अलिअलि त्यही भएर मात्रै हो त्यस्तो साह्रो होइन यसो जिस्काइदिएको नि जिस्काउनु परेको नि जिन्दगानी भएन साथीहरू हाँसी मजाक भन्ने कुरा गर्दै गर्नुपर्छ क्या उमेरमा त हो नि हाँसी मजाक गर्ने भोलि पर्सि बुढाले ढाड भाँचिहाल्ला यताउता दायाँ बायाँ होइन हिँड्नै नदेला कस्तो बुढो पर्ने हो अनि उमेरमा त रमाइलो गरेको थिएँ भन्ने हुन्छ नि त त्यत्तिको त बनाउनु पर्यो नि त साथीहरू राम्रो भ्यू देखेको है कति राम्रो यस्तो राम्रो देखिएको कहाँ गएको हो कहाँसम्मको यात्रा हो अहिले चाहिँ त्यो पनि थाहा छैन म चाहिँ खास गरी ट्राफिक सरलाई भेट्न आएको भनेर ट्राफिक सरलाई भेट्न आएको ट्राफिक सरै हुनुहुन्न रहेछ गाह्रो छ गाह्रो घर रहेछ कि कस्तो छिटिक्क परेको घर रहेछ हाय अनि सुनिन नि त के भने हो सुने भए त कस्तो राम्रो क्या ठाउँ चाहिँ ओभर रहेछ ठाउँै मन पर्यो यस्तो राम्रो ठाउँ छ आज सेलु बेबीले अफरोड त मस्त हानिरह बिचरा अफरोडै हान्दैन थियो अहिले त कस्तो बानी भइसक्यो क्या होइन चलाउँछ केटीले चाहिँ सालीले अब त उसले त अलिकति पनि अफरोड त कुदाउँदै नकुदाउने क्या उसले हिम्मतै नगर्ने क्या म सक्दिनँ यो पार गराइदिनु भन्ने हो कि उसले त होइन तर अहिले त हानिरहेछ क्या केटीले अफरोड मस्तले हानिरह कहाँ लग्यो हो एउटी बाउलाईले अत्त छैन कहाँ लग्यो खै भनेर कहाँ पुर्याउँछ जस्तो छ अहिले तर दामी रहेछ ठाउँ त ओए माया आउँदा जाऊ है म लड्छु डर मर्दैछ साथीहरू अगाडि फेरि टिफर दाजु के भएर अड्की फेरि जल्लाले के म अगाडि गएँ अनि ऊ आत्तिएर उयो भयो जस्तो छ यहीँ रोक्ने चिट्ठे काठे ल यहाँ लाउँछु यता राख्ने के हो यहाँ अझै उता कता राखिदिउँ
ओ राडी कता राख्नु भन्न ओइ माछाला लडाइ पक 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 थामै एकछिन थाम अनि तेरो बाजे ओर्लिनु पर्यो टाइम लाग्दैन त ओर्लिनलाई ढुङ्गा रहेछ नि ओर्लिन टाइम लाग्यो नि त नि मैले तँलाई एकछिन थामै भनेको हो कि होइन एकछिन थाम भनेको त त्यही भएर त अनि मैले थामा एकछिन भनेको पर्दैन होला म त होइन गु लान्छु म त ऊ त्यहाँ ए म चाहिँ सक्दिनँ पछाडा पर्दैन म आफू तान्छु मलाई लडाउनलाई ल मैले त्यहीँ राख्दै है ल मैले पनि त्यही राख्नु लाग्थेँ नि लाग्नु त तिनवटाको यतै राखौँ अनि यहीँ बनाऊँ भनेर ठिक छ अब हामी चाहिँ यहाँ आइपुग्यौँ तिमीले त्यहाँ झन्डै लडायो होइन अनि बाइकदेखि ओर्लिनु परेन एकछिन त हाँस कस्तो झस्याङ्गो बनाइदियो भने यसले मैले त एकछिन रोकिन आउँछु भनेको कि त्यही भएर बाइकबाट ओर्लिनु नझरिरहेर त्यही भएर गाह्रो भयो अघि आउनु बेलामा त खुब एनर्जी नै आएको थियो त जाने छैन यहाँनिर कटेपछि त है एनर्जी नै छैन डाउन भयो मेरो एनर्जी मुटुको के भन्छ पानीको फोका जस्तै फुट्यो हाम्रो माया मुटुको भने टुट्यो नि त मुटु अनुहारै देखेन नि त ओइ काफल हेर तेरो बाबुको कति पाकेको हो के हो त्यो काफल ओइ कालै भएको छ त कसले चढ्न आउँछ रुख भयो चिलाउनेको रुख हो ए चिलाउने पो हो म त काफल होला अनि कालो छ त नि कति लोटरमा फले जस्तो छ अनि कालो हुँदैन सबै काफल हुँदैन नि त साथी के थाहा त नि भ्यू चाहिँ दामी है आहो माइन्ड ब्लोइङ ओ माई गड दामी अब पैसा देऊ है मलाई स्यालेरी देऊ है तिम्रो बाइक बारम्बार घुमाउने मलाई स्यालेरी के ओके ए मङ्की मार्क्स ठिक छ मलाई जहिले बाइक घुराउन लाउँछिन् म यहाँले बलियो भनेर फुर्काऊ ल म गएँ सरजीलाई भेट्न लु छिटो आऊ सरजी फेरि देखिने हो कि होइन अफ रोड छ दामी ठिक है
त्यस्तो खतरा डेन्जर नि होइन। अफरोड त मलाई बानी भइसक्यो क्या। मुस्ताङ गएको त्योभन्दा अफरोड त कस्तो हुन्थ्यो होला र जस्तो भयो। हिउँ परेको बाढी पहिरो सबै गएको त्यो टाइममा पुगेको म। अनि त कुदाउने बानी भयो कि मलाई फेरि अफरोड। हात बस्यो त्यहाँदेखि चाहिँ कुदाइदिन्छु अफरोड त जस्तो नि पुड्को भए पनि। मान्छे पो पुड्को त बलियो त छु नि भनेर लास्टमा चाहिँ म चाहिँ अलिकति त्यहाँ चेक पोइन्टमा टक्कसँगले गएर त्यहाँ ट्राफिक सरलाई देखेँ भने देखिहालेँ, देखिनँ भने फर्किन्छु घर। ओहो ऊ पो अगाडि गयो त भन्नु रे। भिनाजु हेर्न उसलाई पो आपत परे जस्तो छ भन्नु रे। ओहो सर्जी हुनुहुन्छ जस्तो छ, तर कुन सर्जी हो भन्ने कुरा थाहा भएन कि। आया कुन सर्जी हो? अच्छा नमस्कार। हजुर यहाँ तल गएर आएको। हजुर बनाइरहेछौँ। देखेँ मैले सर्जीलाई देखेँ। हो र कसलाई देखाउँ त? हजुरलाई देखाउँछु है। हो साँच्चै हेर्नुभयो? ल त्यसो हजुरले हेर्नु भएन, हामीले चाहिँ हजुरलाई हेऱ्यौँ। बोक्नु भएको छ हजुरको लाइसेन्स बिल बुक छ। हेरौँ है त। कहाँदेखि आउनुभयो तपाईँहरू? हामी काठमाडौँ टोखाबाट। टोखा? हजुर डकुमेन्ट सब रेडी छ नि? छ। के नाम बस्ने? यस बिल बुक हजुरकै नाममा हो? हजुर। सरी उहाँको चेक गरेर भाइ डकुमेन्ट ठिक छ कि छैन हाम्रो सिस्टरहरूको। तपाईँ ठिक छ। थ्याङ्क यू। हस् सिस्टरको लाइसेन्स देखाइदिनु। नाइरियसमा हो? के नाम हो तिम्रो? ड्रिङ्क ड्राइभ त छैन नि? छैन। हामी सोझो अनुसार भन्छ कि तपाईँहरूले चाहिँ चालकले चाहिँ हजुर तीव्र गति जीवन क्षति मापसी गरेर चलाउनु भयो भने तपाईँहरू के अरे जीवन क्षति हुन्छ। मापसी गरेर चलाउनु भएन होइन, ओभर स्पिड चलाउनु भएन, टर्निङमा ओभरटेक गर्नु भएन। हाम्रो ट्राफिक नियममा चाहिँ के भन्छ भने तीव्र गति जीवन क्षति, चाँडो गए भन्न सकिन्न, ढिलो गए आवश्यक पुगिन्छ भन्ने धारणा छ नि। त्यही अनुसार तपाईँहरूले आफ्नो ट्राफिक नियम पालना गरेर चलाइदिनुहोस् भन्ने हाम्रो आग्रह होइन। त्यसैले तपाईँहरूले यहाँ हाम्रो नुवाकोटमा आउनुभयो। हजुर स्वागत छ। कता कताबाट आउनुभयो होइन? हजुर तपाईँहरू आउँदै गर्नुहोस्। चेकिङको लागि तपाईँहरूले एकछिन साथ दिनुभयो, तपाईँहरूले डकुमेन्ट देखाइदिनु भयो, त्यसको लागि धन्यवाद। शुभयात्रा है त। हस् नमस्ते बाई। ओहो मैले सर्जीलाई बाई भनेर आएको। मक्ख परेँ म अब। ओहो रातभरि निन्द्रा लाग्दैन होला नि। ह्याप्पी ह्याप्पी। कति राम्रो आएको। कति राम्रो हो। हाय कस्तो कस्तो लाग्यो त? बोले त? हेरेँ मैले बाई भनेर आएको। मुटु गद 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 भयो। नै नजुम मार्छन् यार। होइन नजुम। थ्याङ्क यू। अनि सरजीले त हेर्नै मान्नु भएको थिएन।
कस्तो मक्ख पऱ्यो म कति राम्रो आँखा है ओहो तिम्रो मुखमा के भन्छ दुध भात र जाम आज सरजीलाई भेटेर खुसी लाग्यो के अरे साथी नै डर लाग्छ जाउँ भयो डर लाग्छ ल जाउँ ल है मैले त सरजीलाई हेरेर आएँ कति खुसी लाग्यो भने सरजीको आँखै राम्रो के ओहो अनुहार त देखे होइन अस्ति नै पनि होइन आँखै देखे हो अहिले नि आँखै देखेँ भेटेँ कति खुसी लाग्यो हो मैले त भाइ भनेर आएँ ओ माई गॉड ओहो इतनी खुसी मुझे आज तक नहीं हुई भने जस्तो भयो कि मैले देखेँ सरजीलाई होइन देखेर आएँ ओहो खुसी लागेर पनि यति खुसी लाग्यो कि फाइनली साथीहरू गुरुङ गाउँ आउनुको उद्देश्य पुरा भयो फाइनली खुसी लाग्यो त्यस्तो नराम्रो चाहिँ नसोच्नु होइन वेस्टर्नै बनाउने टाइपले त्यस्तो भनेको नि जस्ट राम्रो लाग्यो मात्रै भनेको है कस्तो राम्रो के आँखामा आएको उहाँले चेकै गर्नुभएको थिएन उहाँहरूसँग छ भन्नुभएको थियो नि अनि हेरिसक्यो उहाँहरूसँग छ भन्नुभएको थियो अनि अर्को सरले चाहिँ अनि चेक गर्नुभयो अनि देखायौँ हामीले डकुमेन्टहरू सबै देखायौँ अनि जानु दिनुभयो अनि मैले चाहिँ सरजीलाई भाइ भनेर आएँ ओहो एउटै शब्द हेर्नु न कतिचोटि रिपिट गरिरहेको छु खुसी भएर के खुसी भएर होइन साथीहरू एउटै शब्द रिपिट गरेकै छु कि मैले ओहो लु उठेर कुदाई केटीले कुदाई लज्जा सबैजना खुसी भएर अब ओहो होइन मैले देखेँ हामीले सबैले भेट्यौँ अनि आयौँ ला खुसी भएको रे म हेर न खुसी भएर पनि खुसीको सीमा छैन भन्नु थियो कि सरजीलाई पनि भेटेर आयो खुसी नि लाग्यो होइन अब चाहिँ यहाँ तलदेखि टोखादेखि ठ्याक्कै के भन्छ सेलना चाहिँ उता जान्छ म चाहिँ मिस भेनमकोमा जान्छु मिस भेनमकोदेखि घर जान्छु आजको भ्लग चाहिँ मैले यहीँ इन्ड गरेँ है त साथीहरू बाई बाई साथीहरू टेक केयर बाई अब नेक्स्ट भ्लगमा भेटौँ है